गाइज आज यो भाइ र म चाहिँ यता यो भाइरल भन्छ नि यसलाई भाइरल। यो भाइरल फुल कस्तो त हुने रहेछ भनेर यसो हेरेर हेर्दा आया हो र यो त यी पुरा यी हडमा त लास्टै चिप्किने रहेछ यी खतम हुने रहेछ हैन। धेरै छ यहाँ। ओहो फोटो खिच्नको लागि यहाँ आउनुपर्छ तमुनले। म तपाईँलाई देखाउन रोक टाइममा मैले ट्याक्क यो पारी पुग्नु पर्यो हो। त्यहाँ नदी छ, नदी पुग्दा रे जान्न रे म अहिले तपाईँलाई म अहिले देखाउन रोक हेर। फाइनली हामी अब बिस्तारै नदीको किनारामा पुग्दा छौँ होइन। त हेर्न सक्छौ पुरा यो खोला। अब केही मिनेट छ यहाँ देखिन छ होइन। खोला नजिक हामी पुग्सके तर यो काँस चाहिँ हेर यता यो के रे यसको नामै काँस हो कि के हो। यसमा त सकिसकेको छ हेर्नुहोस्, हेर्न सक्नुहुन्छ छैन यसमा यति छ होइन। टक्क हामी खोलाको किनारमा चिसो हावा खाँदै भाइ र म आज यता ल नदी पुगे हामी। ल के छ नदीको अवस्था? नुहाउन सकिन्छ होइन। वा हेर्न सक्नुहुन्छ त्यही हो नदीको पारी हेर्नुहोस् त। हेर है कति छ यो फोटो खिच्ने काँस चाहिँ छि कति हो। ल हेर हामी पुग्यो टक्क नदीको किनारमा। टक्क हेट्ला छौँ हामी होइन। हेर मजाले आहा के चिसो हुन लाग्छ। झन् यो पानीमा पौडी खेल्न पाए त कति चिसो है। अब हामी एकछिनमा पौडी खेल्ने हो। टक्क जान्ला हो। बाटो अलिक चिप्लो छ, सम्हाल के आना जी। अब यस्तै छ, दसैँ लाग्यो होइन। दसैँमा फोटो खिच्ने मान्छे कोही छैन, सब बेरोजगारहरू छन्। त्यही भएर आज यसो नदीतिर मोडफ्रेस गर्न आएको हामी। फाइनली मैले कपडा खोलिसकेँ नुहाउनको लागि होइन। मैले चप्पल चाहिँ यता राखेँ होइन। टक्क अब यो नदीमा जान्छु म। फर्स्टचोटि नदी खेलिरहेको होइन, तर अलि डर लाग्यो। मोबाइल पानीमा खस्ने हो कि भन्ने डर पनि लाग्यो। फर्स्टचोटि हो। कति ढुङ्गा बुडेको माछाहरू छन् यसमा। टक्क हामी यहाँदेखि हाम फाल्नेछौँ अब।